हातमा हामी बहुत थरथरी कामिरहेछौँ। त्यो हाम्रो दोकानको मान्छे फेरि फाले कि प्यान्ट मेत्ते भयो उसले फेरि चौकीमा लिएर आएको मैले मम्मी आएन चाहिँ भन्नु को चाहिँ मान्छे पैसा हो क्या भिजे अलि घाममा सुकाइदिनु भयो पैसा त छ भयो नि टन्नै उ त भिज्यो होला यस्तो सुकाइदिनु यहाँ उसले समातेर भैमा राख्नु न हजुरले सुकाउनु न अलि न सबै गरेन त्यहाँ बेलुका नि बल्ल के नाम तपाईको देवी सुनार कति वर्ष पुग्नु भयो 65 त हैन होला भन्नु न कति पुग्नु नढाक्नु के अब 50 हो के रे 32 साल हो कर अब कति वर्ष भयो त्यही 32 सालले 50 51 हो के नाम जानु न डिम नै आमालाई 8 बजार लिएर आऊ के म गाडी पिडी छैन जा त गाडी पिडी छैन बर्दाघाट हाट बजार भन्छ के त्यहाँ बर्दाघाट चाड हाट बजार के छ के खाइ गर्छि किन ल्याएनौ त अर्कोलाई मोबाइल हेरेर थिए यहाँ किन आउनु मर्न आएको मर्न आएको किन कारण घरमा लैजाऊ कारण अब त कारण के हो भन्नु न त उतै नदी छ त उता पनि नदी छ कहाँ छ तिम्रो टाको ए त्रिवेणीमा किन आउनु यहाँमा यत्रो पैसा लिएर मर्न आएका यहाँमा नारायण जान पर्यो त यही आउनु पर्यो मर्न केमा आउनु भन्यो हजुर बसमा आएको थियो छोड्दिन के ट्याप ट्याप टिपेर भाग्दिन के नक्सा के पाइन्छ भन्नुभयो हामीले आउने बेला रक्सी त माट्नु भएको थिएन होला यहाँ आएर खाएको होला हैन कहाँको रक्सी खाने हो दुईटा 500 को नोट छ एउटा तिमीसँग एउटा मसँग छ भाग्ने समोसा खाने तीनटा यस छ त यहाँ आए फर्केर भन्नुभयो त्यहाँ चाहिँ के भयो खोज्यो ओए कन्ता तला लहर अठार आउन मेरो कुरा सुन के ओके कान्छो माछा कतिवटा छोरो छ हजुरको घरमा कतिवटा छ भाइ एउटा छोरी छ 4 वटा घरमा दुईटा छोरो माइलो र जेठो छ म कान्छु हजुर कान्छु के रे अनि मलाई टोयलेट जानु मन ला नानी भनेर यिनलाई सोधेँ यिनी होटलमा रहेछिन् त्यहाँदेखि त्यता छ तिमी भनेर टोयलेट बताइदिन् अनि टोयलेट गएँ त्यहाँदेखि पछि मलाई फेरि यहाँको माछा लास्टै मनपर्छ कि पहिला नि आएर खाएको त्यहाँदेखि 1 प्लेट माछा खाएँ अनि यिनलाई के अरे एउटा 1 पिस त खाऊ न बहिनी भनेर यसले खाइन् फेरि पढाइ लगाएर खाइदियो फेरि पिसाब लाभै मलाई त भनेको यिनीहरूले पत्ता थिएनन् के भाइ 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 गयो त मलाई उतै त्यही नारायणमा डुब्न मन लाग्छ मलाई त यिनीहरू पछि पछि आएछन् के ठिक गर्नुभयो उहाँले भनेछन् उहाँहरूको ठिक राम्रो गर्नुभयो फेरि माछा खाने लेखसुलेख छोरा आएको थियो नि त पैसा त मस्तै रहेछ ऊ छोराले दिए खाने हो के म दिइहाल्छु के छ त नि अब त्यत्रो 5 कट्ठा उराइसकेको जग्गा रहेछ के छ त नि त्यही त नि टन्नै दिए म बस्नु है अब त्यसको टाउको त्यहाँ बताइदियो हुन्छ ल धन्यवाद हजुरलाई बन्द गर्दिनु गाइसहरु आजको लागि यति नै बाइ बाइ बाँदर अब घरसम्मै पुगेर जामला पर्ला भिडियो कस्तो गएरमै भिडियो बनाउन गरिरहेको त समाजको ओके गाइसहरु आजको लागि यति नै